गल्ती मैले गरेँ तँसँग बिहे गरेर। बुवा आएर मलाई लैजानु, यति धेरै सहेर बस्न सक्दैन यो घरमा, प्लिज बुवा। के को छोरी, किन यति धेरै रुन लाग्छ? के को मलाई भन् त? बुवा मबाट बच्चा हुँदैन भनेर यिनीहरू अर्को बिहे गर्न लाछन्। यो कसरी गर्न सक्छन्? यसमा तिम्रो के गल्ती छ? यस्तै तिनको दिदी बहिनीलाई भएको भए यिनीहरू के गर्थे? तिनीहरू आयो भने मसँग कुरा गराउनु, म कुरा गर्छु तिनीहरूसँग। बुवा तपाईँलाई त थाहै छ, केटी मान्छेलाई छोडेपछि कति कुरा काट्छन्। झन् म माइत आएर बसेपछि त झन् कति धेरै कुरा काट्लान्। यसरी कसरी छोड्छन्? म हेर्छु, यसको औषधि पनि त हुन्छ। छोड्नलाई त्यस्तो हतार छ, औषधि गर्न सक्दैनन्। अब त उसकी दिदीले पनि भनिसकी, भाइको अर्कै बिहे गर्छौ भनेर, तिमी गइहाल। यस्तो भन्न त्यसलाई अलिकति पनि लाज लागेन? आफूलाई भएको भए अनि थाहा हुन्थ्यो। भाइलाई गलत शिक्षा दिइरहेछ। ल ल हुन्छ बुवा, म पछि तपाईँसँग फोन गर्छु। खाना खानु। खान्न म तेरा हातको खाना। तेरा हातको खाना खानुभन्दा म भोक्कै बस्छु। जुन दिन मेरा घरबाट निस्किन्छस् नि, त्यही दिन खान्छु पेट भरेर खाना। यो तपाईँ कस्तो कुरा गर्नुहुन्छ? म कहाँ जाउँ? जा पो जा, तर मलाई छोड दे। तँसँग म दिक्क भइसकेँ। तँलाई देखेपछि मलाई रिस मात्रै उठ्छ। तपाईँ त्यो कुराबाट रिसाउनु भएको छ जो मेरो हातमा पनि छैन। मैले केही गल्ती पनि गरेको छैन, तर पनि तपाईँ रिसाइराख्नु भएको छ। बच्चा हुँदैनन्, त्यसमा मेरो गल्ती छ र? प्लिज, म तपाईँ बिना रहन सक्दैन। प्लिज अर्को बिहे नगर्नु, तपाईँ बिना म मरिहाल्छु। जे गर्ने होस् गर, तर मलाई छोड दे। तँदेखि म दिक्क भइसकेँ। दिदी, केटी हेर्नु, म बिहे गर्न तयार छु। साँच्चीकै भाइ, तँ बिहे गर्न तयारी छस्? त्यसो भने म भोलि नै केटी हेर्न जान्छु।